दर्शक तथा श्रोतावृन्दहरू, स्वागत छ तपाईलाई नेपाली कथाको 779औं भिडियोमा। आजको भिडियोमा भने मैले ऐतिहासिक कथा महारानी इन्दु राजेश्वरी शीर्षकको ऐतिहासिक कथा लिएर आएको छु। यो कथालाई मैले रातोपाटी.com बाट साभार गरेको हुँ। आशा छ तपाईलाई यो कथा मन पर्नेछ। हामीले वीर र वीरङ्गनाका धेरै कथा सुनेका छौं। दक्षिण एसियाको सबैभन्दा पुरानो मुलुक नेपाल साँच्चै नै वीरहरूको मुलुक हो भन्ने कुरामा पूरा विश्व जानकार छ। नेपालले आफ्नो स्वाधीनताका लडाईँहरू लडिरहँदा थुप्रै महिला तथा बालबालिकाहरूले वीरतापूर्वक लडेको बाहेक कुनै वीरङ्गनाहरूको बहादुरी चर्चा गरेको पाइँदैन। तर इतिहासमा यो देशमा त्यस्ता थुप्रै वीरङ्गनाहरू पनि थिए जसको चर्चा हुन आवश्यक छ। हाम्रो देशमा त्यस्तै एक महिला पनि थिइन् जसले दक्षिणी बादशाहलाई ठूलो मात्र चटाइनन्। बंगाली बादशाहले बन्दी बनाएका 2 सेन राज्यका राजाहरूलाई उनीहरूको कब्जाबाट मुक्त पनि गराइन्। राजाहरूको अभावमा रहेका 2 वटै राज्यको 11 वर्षसम्म राज्य सञ्चालन पनि गरिन्। यहाँ तिनै वीरङ्गना मकवानपुरे सेन राजा हरिहर सेनकी नातिनी बुहारी, विजयपुरका प्रथम राजा विधाता इन्द्रसेनकी रानी महारानी इन्दु राजेश्वरीको वीरता आख्यान शैलीमा प्रस्ताउने प्रयास गरिएको छ। भाग 1। माथि ढुङ्गे गढीको थुम्कालाई बादलले छोप्ने र उघार्ने गरिरहेको छ। भर्खरै उदाउँदै गरेको घामको प्रकाशले एकले खेतदेखि जुरीथुमसम्मै धान, झुनेलो, कोदो पाकेको मनमोहक दृश्य देखिएको छ। बटकुले, रामधुनी, गङ्गटेतिर खेतालाहरू बिहानैदेखि घैया झार्न थालेका छन्। गढीभन्दा अलि माथि कागुनु, इस्कुस, बोडी लटरम्मै फलेका छन्। वंशगोपालको मन्दिर नजिकैको पारिजातको फूल पुरै मकवानपुर राज्यलाई नै बास्ना दिने गरी मगमगाइरहेको छ। दशैं मुखैमा आएको होला। लगभग सबै घरमा चिउरा कुट्ने काम भइरहेको छ। बुढीचौर, सुकौरा, सामरी, भैरव गाउँदेखि देवकोटसम्मका किसानले बेच्न ल्याएको खैयाले मुकामका सयौं घरले चिउरा तुल्याउँछन्। त्यहाँको घर घरमा ढिकी कुटेको आवाज आइरहेको छ। थर्का धर्का देखिने गरी लागेको घामले गढी मुकामलाई साँच्चै आकर्षक देखिएको छ। गढीका अड्डाहरूदेखि पूर्वमा ढडुवासम्म, पश्चिममा धरमपानीसम्म, उत्तरमा सिमरी खोलासम्म, दक्षिणमा गोदावरी, राजदेवी अनि गुफासम्मै घरै घर देखिएका छन्। सेतो कमेरोले पोतेका घरलाई रातो माटोले बुट्टा काटिएकोले मुकाम साँच्चै नै बेहुली जस्तै देखिएको छ। विक्रम सम्वत 1763 साल कार्तिक महिनाको एउटा बिहान 7 जति बजेको होला। पर पूजा गरेको, शङ्ख घण्ट बजाएको अनि तल गुम्बामा लामाहरूले ओम मणि पद्मे हुम भन्दै बाजागाजा गरेको अनि ढ्याङ्ग्रो बजाएको ध्वनिले वातावरणलाई आनन्दमय बनाएको छ। सबैले उठेर पूजाआजा सकेका महाराज शुभसेन विजयपुर प्रस्थानका लागि तयार हुँदैछन्। विजयपुरका महाराज विधाता इन्द्रसेनसँग कोशीमा भेट गर्ने अनि दुवै काका भतिज बङ्गाली राजाको आग्रह अनुसार पूर्णिया पुग्ने र 3 वटै देशको सीमा विवाद समाप्त गर्ने महान योजना छ। दुवै देशका राजाहरू सेन राज्यतर्फका भूभाग बङ्गालीलाई तलमाथि गर्न नदिने पक्षमा दृढ छन्। शुभ साहित अनुसार शुभसेन अर्याल र कोइराला थरका पुरोहितको मन्त्रोच्चारण, लामाहरूको शान्ति वाचन, मोरुहाङबाट आएका सेता वस्त्र लगाएका लिम्बू गुरु, 8 राई हरिहरपुरका देवास अनि रामेछापे सुनुवार गुरुको मुन्दुम मन्त्रोच्चारण, दमाईको नौमती बाजासहित धुमधामसँग बाहिरिन्छन्। उनलाई विभिन्न तहको सुरक्षा घेराले पहरा दिँदै अगाडि बढाइन्छ। अन्न भण्डार, लत्ता-कपडा, बारुद, धनुकाँड, फलाम, तामा लगायतका देशलाई चाहिने हरेक कुरामा आत्मनिर्भर मकवानपुरे राजाको सुरक्षाको पहिलो घेरामा राजपूत भनिने सेन भारदार सहितको ठकुरी सेना, त्यसपछि महत बानियाहरू समेतको सेना, किराँत सेना, मगर सेना, तिमालका मिझारले महाराजको सुरक्षामा पठाएका अतिरिक्त तामाङ सेना सहभागी छन्। प्रमुख मन्त्री प्रबोध दास बानिया, मन्त्री महत लगायत भारदारहरू अनि सबै महारानीहरू, मुमा महारानी सहित राजपरिवारका सदस्यहरू विदायमा उपस्थित छन्। उनको विदायमा नेपाल खाल्डोको प्रतिनिधित्व गर्दै टिस्टुङ्गे सामन्त पनि उपस्थित भएका छन्। महाराज ख्याल राखी बक्सेला, जुवामा र सत्तामा कोही पनि हार्न चाहँदैन। जितका अवसर पर्खेर बसेकाहरूबाट हजुरलाई घात हुन सक्छ, सावधान होइ बक्सेला। बङ्गाली राजाले पहिले पनि छल गरिसकेको छ, विधाताकै पनि के भर्छ र। महारानीले हिट्नै लागेका शुभसेनका नजिकमा गएर सावधान रहन भन्छन्। महारानी, के भनेको तिमीले? मलाई बङ्गालीहरूको कब्जाबाट कसले छुटायो? पाटन, भातगाउँ र कान्तिपुर तीनैवटा रजौटा मिलेर हाम्रो हजुरबाबाको नाममा स्थापित सिन्धुलीगढी, दिङदिङ र 3 पाटन समेत कब्जा गर्दा ती भूमि फिर्ता ल्याउन हामीलाई कसले सघायो? गोर्खा, लमजुङ, पाटन, भातगाउँ र कान्तिपुर मिलेर हामीलाई आक्रमण गर्दा तनहुसँगै विजयपुरले सहयोग गरेको बिर्स्यौ?
हामीलाई गुणमाथि गुण लगाउने त्यही भतिजोलाई म कसरी शङ्का गरौं? महाराजले आश्वस्त पार्न खोजे। पूर्वमा टिस्टा नदी, उत्तरमा भोट, दक्षिणमा चम्पारणदेखि पूर्णियाको मधुबनी, विजयपुरका सबै हाङहरू, पश्चिममा अयोध्याधाम, देवघाट, बेनीघाटदेखि कुरिनटारसम्मै भएको विशाल मकवानपुरको हकदार उही थियो। आज उसको राज्य हामीले खोसेका छौं। के थाहा, अन्तर्मनमा बदलाभाव पो लुकेको छ कि? महारानीले थप शङ्का व्यक्त गरिन्। हो, हामीले उसको राज्य खोस्यौं, उसलाई अन्याय गर्यौं। ऊ विशाल मकवानपुरको हकदार थियो, तर उसलाई राम्रोसँग थाहा छ मकवानपुरको राजा हुने मेरो रहर थिएन। मलाई भतिजोको अधिकार खोज्न मन नहुँदा पनि हजुरबुबाले मलाई युवराज घोषणा गरिबक्सेको हो। मैले युवराजको पद अस्वीकार गरेको भए पनि हजुरबुबाले विधातालाई युवराज बनाइबक्सने थिएन। महाराजले थप आश्वस्त पारे। महाराज सुबसेन भुटन देवी मन्दिरबाट आएका पुजारी बिरमान राईले चढाएको प्रसाद ग्रहणपछि र चौघडामा दाम चढाएको खबरपछि राजपुरोहितले दुनाबाट खुवाएको दही घुटकाउँदै हात्तीमा चढेर यात्रा अगाडि बढाउँछन्। ढुङ्गेगढी, भन्ज्याङ, ठिङ्गन, अम्बास, बेतिनी, भोर्लेनी, हरिहरपुर हुँदै माडी कमलामाई मन्दिर, अमाहा, काउसे, दुधौली, गाईघाट हुँदै कोशीसम्म 15 दिनको यात्रा हुन्छ। हात्ती घोडाका लावालस्कार हेर्न कमिला खोजका बालकदेखि वृद्धसम्मका प्रजाहरू तछाड मछाड गर्दै गरेको देख्न सकिन्छ। केटाकेटीहरू घोडचडीले उडाएको धुलो पछ्याउँदै परेसम्म दौडन्छन् र रमाउँछन्। बीचबीचमा नागरिक अभिनन्दन, शिकार र मनोरञ्जन गर्दै 15 दिनमा कोशी पुगेका महाराजलाई लिन विशाल ढुङ्गा र हात हतियारले सुसज्जित सेनासहित विजयपुरका मन्त्री श्रीकान्त राय वा राई उपस्थित हुन्छन्। श्रीकान्तले महाराजको भव्य स्वागत गरेपछि महाराजलाई विजयपुर प्रवेश गराइन्छ। भतिजोको राज्यमा उनको स्वागत र सम्मानमा कुनै पनि कमी हुन दिइँदैन। शुभसेनको राजा भएपछिको यो पहिलो विजयपुर राज्यको भ्रमण हो। उनीलाई मकवानपुरको युवराज घोषणा गरिनु अघि विजयपुर मकवानपुरकै भूभाग थियो। शुभसेनलाई युवराज घोषणा गरिएपछि युवराज क्षेत्रपतिका छोरा नव युवराज विधाता रिसाएर मकवानपुर टुक्राएका थिए। युवराज क्षेत्रपतिको अकालमै मृत्यु भएपछि राजा हरिहर सेनले माइली रानीपट्टिका छोरा शुभसेनलाई भावी राजा घोषणा गरेका थिए। त्यसपछि पटक पटक युद्ध भएकाले काका भतिजा राजाहरू बीचमा सम्बन्ध सुमधुर हुन सकेको थिएन। भतिजाले राज्य अलग गरेपछि शुभसेनले फेरि त्यो भूभागलाई मकवानपुरमा मिलाउन ठूलै सङ्घर्ष गरे। आक्रमणबाट मोरङतर्फका केही भूभाग मकवानपुरमा मिलाउन सके पनि त्यस बाहेकका कोशी पारी टिस्टासम्ममा पुरै विजयपुर विधाताले कब्जामै राखे। शुभसेनले विजयपुरलाई मकवानपुरमै मिलाउन गोर्खा, पाटन लगायतका राज्यको मद्दत लिएर पटक पटक प्रयास गरे, तर सफल हुन सकेनन्। काका शुभसेनका कारण विधाता इन्द्रसेनले विजयपुरको राजगद्दीमा बसेर आनन्दले शासन गर्न भने पाएनन्। शुभसेन र विधाता इन्द्रसेन या काका भतिजको बीचको झगडा निरन्तर चलि नै रह्यो। त्यो झगडा दुवै राज्यका लागि घातक साबित हुँदै गयो। सेनहरू बीचमै लडाई झगडा भएको फाइदा उठाउँदै बाहिरी शक्तिहरू खूब चल्मलाए। मन्त्री तथा भारदारहरूले विदेशीको सहयोगमा मकवानपुर र विजयपुरमाथि आक्रमण गर्ने काम गरे। दुवै राज्यले थुप्रै षड्यन्त्र र असहज परिस्थितिको पनि सामना गर्न पर्यो। राजा र मन्त्रीका बीचमा विवाद र झगडा सुरु भयो। उनीहरूले सेन दरबारमा षड्यन्त्रको बीजारोपण गरे। यसै क्रममा मोरङको दक्षिणतिर पर्ने पूर्णियातिरका मुसलमानहरूको आक्रमणको सामना गर्नु पर्यो। राजा शुभसेनका तत्कालीन मन्त्री प्रद्युम्न उपाध्यायलाई मुस्लिमहरूले हात लिएर मकवानपुर र मोरङको दक्षिणी भाग मुसलमानका क्षेत्र हुन् भन्ने दावी गर्न लगाएका थिए। शुभसेनका मन्त्री प्रद्युम्न उपाध्याय तनहुका थिए। तिनको मेलमिलाप राजा शुभसेनसँग हुन सकेन। तसर्थ उनले एकपटक पूर्णियाका नवाब इस्पुन्दियार खानसँग सहयोग मागे र शुभसेनलाई पक्रिएर पूर्णियाको जिम्मा दिएका थिए। मकवानपुर र मोरङको उर्वर जमिनमा आँखा गाडिरहेका पूर्णियाका नवाबले पनि यताको झगडाको फाइदा उठाउने कोसिस गरिरहन्थे। तसर्थ तिनले शुभसेनलाई गिरफ्तार गरेर पूर्णियातिर नै राखेका थिए। तर विजयपुरका राजा विधाता इन्द्रसेनले इस्पुन्दियार खानसँग लडाईँ गरी हराए र काका शुभसेनलाई छुट्याएर ल्याए। विधाताले आफूलाई अन्याय गर्ने काकालाई मुस्लिम राजाको कैदबाट छुट्याएपछि काका भतिजका बीचमा मधुरता छायो। उनीहरू दुवैले आफू आफू लड्दा शत्रुहरू बलिया हुँदै गएको महसुस गरे र दुवै सेन राज्यहरू मिल्न पुगे। यसै पनि विवाह गरेको लामो समयसम्म पनि बालबच्चा नभएपछि काका शुभसेनप्रति नरम हुँदै गएका थिए भने विदेशीको पन्जाबाट छुट्याएका भतिजप्रति काका शुभको पनि मिजाज फेरिएको थियो। विधातालाई आफ्ना राज्यका शक्तिशाली मन्त्री तथा भाइ भारदारको पनि डर थियो।
त्यसैले उनले काकासँग दूरी घटाउन भूमिका खेलेका थिए। दुई राज्य मिलेपछि सेन राज्यको सिमाना फेरि पनि पूर्णियासम्म पुगेको थियो। तर पूर्णियामा दिल्लीका मुगल बादशाहसँग फेरि सीमामा समस्या पर्यो। त्यही समस्या सुल्झाउन तीनवटै देशका राजाहरूबीच छलफल गर्न पूर्णियामा बैठक डाकिएको थियो। त्यही बैठकमा उपस्थित हुन राजा शुभसेन विजयपुर आएका थिए। दरबारमा विधाताले काकाको भव्य स्वागत गरे। विधाता, तिम्रो मान मनितोले मलाई प्रसन्न बनायो। तिमी बहादुर त छौ नै, मकवानी संसार तिम्रो हृदयमा छ। शुभसेनले भने, काका हजुर, मेरो बुबा भने पनि काका भने पनि हजुर नै त होइबक्सन्छ नि। विगतलाई भुल्न नै उचित हुन्छ, होइन? विधाताले जवाफ दिए। दर्शन काका हजुर, काका भतिजको कुराकानी भइरहेको ठाउँमा विजयपुरकी महारानी राजेन्द्र लक्ष्मी इन्दुको प्रवेश हुन्छ। भाग्यमानी हुनु दुलै महारानी। वीरता र पराक्रमले बङ्गालादेखि दिल्लीसम्मलाई हायल कायल पारेकी छौ। काका भतिजको उद्रिएको सम्बन्धलाई कहिले नच्यात्ने गरी जोडेकी छौ। यो शौर्य र पराक्रम कहिले नडगमगाओस्। मैले अरू आशीर्वाद के नै दिन सक्छु र? महाराजले प्रशंसा सहितको आशीर्वाद दिए। काका हजुर यति लामो यात्राबाट आइबक्स्या छ, थकाइ लागेको होला। खोपीमा सवारी होस्। गफ गर्न त अरू दिन पनि छँदैछ नि। महारानीले शुभसेनलाई उनका लागि तयार पारिएको खोपीतर्फ लिएर गइन्। विधाता र शुभसेनका अंगरक्षक पनि सँगसँगै खोपीतर्फ नै जान्छन्। विजयपुरमा महाराज शुभसेन 3 दिनसम्म बस्छन्। मराज क्षेत्र लगायतको धार्मिक यात्रा गर्छन्। 3 दिनको बसाइपछि दुवै सेन राजाहरू पूर्णिया पुगे। कसैले पनि हात हतियार र सेना लिएर नआउने शर्त अनुसार सामान्य अंगरक्षक र महामन्त्री सहित त्यहाँ पुगेका सेन राजालाई शर्तभन्दा बढी नै सेना लिएर बसेका खानले स्वागतको नाटक रचन्। दुवै महाराजलाई सलाम। हिन्दुपति महाराजका छोरा अनि नातिलाई स्पुन्दियार खान आफ्नो साम्राज्यमा हृदय उछ्याएर स्वागत गर्छ। बंगाली नवाबले चिल्लो घस्छन्, धन्यवाद नवाब। हामीसित जोडिएका राज्यहरू बीचमा एकता र सद्भाव आवश्यक छ, तब मात्रै हाम्रो सामूहिक हित हुन्छ। शुभसेनले औपचारिकता देखाए। हो नि नवाब, मकवानपुर र विजयपुर बीचमा लडाईँ हुँदा अन्यले फाइदा लिए, तर अहिले हामी मिलेर अन्यको सामना गरेका छौं। बंगाल साम्राज्य पनि हामीसँग मिल्यो भने हामी अझ बलियो हुन्छौं। हामीलाई फिरेङ्गीहरूले पनि केही गर्न सक्दैनन्। हामीसँग तनहुँ र कान्तिपुर पनि सहकार्य गर्न तयार छ। विधाताले कुरा थपे। विधाताको कुरा सुनेर मुसुक्क हाँसेका नवाब शुभसेनसँग कुरा गर्न थाल्छन्। कुराकानी हुँदै गर्दा बंगाली सेनाहरू थपिँदै जान्छन्। ठाउँ ठाउँमा लुकेर बसेका सशस्त्र सेना फुत्त फुत्त बाहिर निस्कन थाल्छन्। यस्तो देखेपछि विजयपुरका मन्त्री प्रबोध दास विधाताको कानमा भन्छन्, महाराज हामीलाई धोका भयो। हामीलाई चारैतिरबाट बंगाली सेनाले घेरिसकेका छन्। विधाताले चारतिर हेरेर मन्त्रीलाई भन्छन्, प्रबोध तिमी कागजपत्र लिन जाने भन्ने बहानामा भागिहाल। मकवानपुर र विजयपुर दुवै राज्यका सेना प्रमुखलाई राज्यमा खतरा आउन सक्ने जानकारी गराऊ। हामीलाई बन्दी बनाउने अवस्था आए प्रतिकार गर्नु। महारानीलाई मकवानपुर र विजयपुर दुवै देशको बराबर ख्याल राख्न हुकुम भएको छ भन्नु। मानदाता र मानिक दुवैलाई विजयपुरमा सुरक्षित राख्नु। किराती लडाकुहरूलाई पनि हाम्रो निगरानीको जिम्मा दिनु। महाराजको निर्देशनपछि मन्त्री प्रबोध दास राई आफ्ना दुई र राजाहरूसँग आएका मध्ये 1 जना सेना गरी 4 जना लडाकु लिएर विजयपुरतिर कागजपत्र लिने बहानामा फर्कन्छन्। नवाब केही बेर दुवै राजासँग गफ गरेको र मान सम्मान गरेको नाटक गर्छन् अनि महाराज शुभ र विधातालाई कब्जामा लिएको घोषणा गर्छन्। महाराजहरू, तपाईहरू दुवैजना मेरो कब्जामा हुनुहुन्छ। तपाईहरूलाई मैले नियन्त्रणमा लिएको छु। अब मकवानपुर र विजयपुर बंगाल साम्राज्यका हिस्सा हुन् भन्ने कुरा स्वीकार गरे मात्र तपाईलाई मुक्त गर्छु, अन्यथा तपाईको बास जीवनभर कोठरीमा हुनेछ। तपाईको राज्यका तर्फबाट प्रतिकार भए तपाईहरूले वीरगति पाउनुहुन्छ। नवाबले नवाबी शैलीमा फरमान जारी गरे। नवाब, यो कस्तो षड्यन्त्र हो? काका हजुरलाई बन्दी बनाउँदा हामीले तपाईका सेनाहरूलाई धुलो चटाएको बिर्सनुभयो? यस्तो नचाहिँदो कुरा नगर्नुहोस्। तपाईँ आफूले खनेको खाल्डोमा आफै पर्नुहुन्छ। विधाता च्याठिए। नेपाल, तनहुँ, विजयपुर, मकवानपुर हामी सबै एक छौं। हामीले गुहार मागे पाल्पा, गोर्खा, लमजुङ सबै मिलेर बंगालबाट तपाईको नामनिशान मेट्न सक्छन्। यस्तो दुस्साहस नगर्नुहोस्। शुभले थपे। हाहा, गुहार माग्ने? कसरी महाराज? को मार्फत? कागजपत्र लिन गएका मन्त्री मार्फत? हाहा, उनी त यतै आउँदैछन्, तर जीवित होइन, मृत अवस्थामा। उनलाई जहाँ भेट्यो त्यही तोपले उडाउन मेरो सिपाहीहरू गइसकेका छन्, नवाबले भने। नवाबको कुरा सुनेपछि म्यानबाट तरबार थुतेर विधाता चिच्याउँछन्। काका हजुर, हामी मकवानीले हारेको इतिहास छैन। हाम्रा पुर्खा तुला सेनदेखि मुकुन्द सेन अनि मुकुन्द सेनदेखि हिन्दुपति हरिहर सेनसम्म कसैले पनि कसै सामु घुँडा टेकेका छैनन्। निराश नहोइ बक्सियोस्। पीठमा छुरा रोप्ने कायरहरूसँग डराएर आत्मसमर्पण गर्नुहुन्न। चुप, एकदम चुप, नवाब कराउँछ।
साना साना पहाडे रजौटाहरूले ठूला ठूला कुरा गरेको सुहाउँदैन। हिजो पनि तिमीहरू हारेका थियौ, आज पनि तिमीहरू हार्छौ र भोलि पनि तिमीहरू हार्ने नै छौ, बुझ्यौ? हाहा, हारेको इतिहास छैन रे। तुलासेनदेखि हिन्दुपतिसम्म रे। हाहा, तिमीहरूका पुर्खा तुलासेनलाई मेरा पुर्खाले 700 वर्ष अघि राज्यच्युत गरेर पहाडतिर खेदेको हो। तिमीहरूका पुर्खासँग हाम्रा पुर्खाले वीरतापूर्वक जितेको राज्य म अहिले सम्हालिरहेको छु। शुभसेनको सहनशीलताको बाँध टुट्यो। कायर, नामर्थ, तिमीहरूका पुर्खाले वीरतापूर्वक जितेको होइन, हाम्रा पुर्खालाई छल कपट र धुर्त्याइले राज्य हत्याएको हो र फेरि पनि छल कपटकै सहारा लिँदैछौ तिमीहरू। तर यो पटक पनि तिमीहरू नराम्ररी हार्नेछौ। ए मूर्ख राजा, कोसँग हार्ने? हाहा, हिजो पो भतिजो थियो काकालाई बचाउने, तर आज त काका भतिजै मेरो जालमा जो परेका छौ। महारानी इन्दु, राजेश्वरी, एउटी वीरङ्गना, घाइते बगिनी, तिमीहरूकी काल। शुभसेनले आक्रोशित हुँदै भने। हाहा, मेरो काल एउटा नाथे आइमै। हाहा, नवाबले खिल्ली उडाउँछन्। कागजपत्र लिने बाहनामा 3वटा घोडामा द्रुत गतिमा बाहिरिएका मन्त्री र सेनाहरू विजयपुरको सीमा नजिक पुग्नै लाग्दा बंगाली सेनाको घेरामा पर्छन्। नवाबले उनलाई जसै गरे पनि सीमा कट्न नदिन निर्देशन दिएका हुन्छन्। उनीलाई त्यहाँ बंगाली सेनाले रोक्छ। मन्त्री घोडाबाट झर्छन्। जवान, तपाईँ हाम्रो कब्जामा हुनुहुन्छ। तपाईका राजाहरू पनि हाम्रो कब्जामा परिसक्नु भएको छ। तपाईलाई नवाबले बोलाउनु भएको छ। हामी तपाईलाई विजयपुर जान दिन सक्दैनौं। जबरजस्ती गर्नुभयो भने तपाईमाथि तरबार चलाउँछौं। एकजना बंगाली सिपाहीले यतिकै भनेको थियो। प्रबोध दासले खुकुरीले उसको शिर छेदन गरिदिए र चिच्याए, स्वतन्त्र राज्य विजयपुरको प्रमुख मन्त्री हुँ म माथि तरबार चलाउने धम्की? मन्त्री बुर्लुक्क उफ्रिएर घोडामा चढ्छन्। मन्त्री आक्रमण भएको देखेपछि मन्त्रीसँग गएका सेनाहरूले पनि त्यहाँ उपस्थित बंगाली सेनामाथि आक्रमण गर्दै मन्त्रीका लागि बाटो खाली गर्दै अगाडि बढ्छन्। घोडामा चढेका मन्त्री जोडले चिच्याउँछन्, सिपाहीहरू हो, हाम्रो बाटो खाली गर्नु तिमीहरूको हित छ। हामी किराँतीहरू संख्यामा डराउँदैनौ। तिमीहरूले हाम्रो लडाई देखिसकेका छौ। त्यति बेलासम्म आफ्ना लडाकुले धेरै अगाडिसम्मको बाटोको अवरोध हटाइसकेका देखेका मन्त्रीले घोडालाई तीव्र गतिमा दौडाउँछन्। बंगाली सेनाले तरबार, बन्दुक, धनुकाँड सहित मन्त्रीको समूहलाई प्रतिकार गर्छन्। बोरकुसी मारेका मन्त्रीहरूको समूहले बंगाली सेनाको घेरा तोडेर निकै अगाडि बढ्छन्। विजयपुरको सीमा नजिक एउटा सानो पहाडमा किल्ला बनाएर बसेका बंगाली सेनालाई जितेर अगाडि बढ्न सके उनीहरूको उद्देश्य पूरा हुने थियो। तर त्यहाँ उनीहरूले तोपको सामना गर्नु पर्यो। लगालग 3 पटक तोप पड्काएको आवाज सुनियो। गोलाले कसैलाई पनि लागेन। छराले एउटा लडाकुको पिडोलामा सानो घाउ बनायो। मन्त्रीको समूह बंगाली सेना बसेको थुम्कातर्फ नै अगाडि बढ्यो। थुम्का नजिक पुग्नै लाग्दा फेरि तोप पड्क्यो। यो पटक गोलाले एउटा सिपाहीलाई घोडासहित 100 हात पर पुर्यायो। उनको त्यही प्राण पखेर उड्यो। मन्त्रीको सुरक्षामा अब 3 जना सिपाही बचे। त्यही पनि उनीहरूले हिम्मत हारेनन्। 4 जना थुम्कामा पुगे। त्यहाँ उनीहरूको घमासान लडाई भयो। झण्डै 1 घण्टाको लडाईपछि मन्त्री प्रबोध दास राई सकुशल घोडामा देखिए। उनी थुम्काबाट केही पर गएर लुकेको देखियो। उनलाई पछ्याउँदै घोडामा नै 3 जना बंगाली सेना गएको देखियो। ती घोडा मन्त्री राईको सुरक्षाका लागि गएका लडाकु थिए। सायद उनीहरू मारिए अनि बंगाली सेनाले तिनै घोडा लिएर मन्त्रीलाई लखेटिरहेका छन्। मन्त्रीलाई पछ्याइरहेका बंगाली सेनाले मन्त्रीलाई देख्न सकेनन्। उनीहरू तीव्र गतिमा विजयपुरको सीमातर्फ मन्त्रीहरूलाई खोज्दै दौडिए। त्यतिकैमा बंगाली सेनाको थप फौज त्यहाँ आइपुग्यो। चारतिरबाट सयौंको संख्यामा भेला भएका बंगाली सेनाको फौजबाट मन्त्री राई केही दूरीमा मात्र थिए। त्यहाँबाट थोरै मात्र चमलाए पनि मन्त्री बंगाली फौजको नजरमा पर्थे। उनी त्यहाँ घोडासहित निकै बेर लुकेर बसे। थुम्कामा बंगाली सेना र विजयपुरे लडाकुका लासहरू असरल्ल थियो। बंगालीका लासहरू सग्ला थिए, तर विजयपुरेका लासमा बारुद र लाहा हालेर अनुहार र हातगोडा नचिनिने गरी जलाइएको थियो। सायद बंगाली सेनाले मृत्युपछि पनि रिस पोखेका थिए। केही बेरमा बंगाली सेनाको एउटा समूह मन्त्रीलाई पछ्याउँदै गएको टोलीलाई मद्दत गर्न अगाडि बढ्यो। त्यही बेलामा मन्त्री घोडा लिएर तल ओर्लिए। मन्त्रीलाई सबैले एकसाथ देखे। उनी 3 जनालाई छुक्याउन सफल भएका थिए, तर सयौंको घेराबन्दीमा परे। तर मन्त्री रोकिएनन्। घोडालाई दौडाउँदै यताउता गर्दै बंगाली सेनालाई हायल कायल पारिरहे। धनुकाँड, गोली र घोयात्रोको प्रहार छल्दै 2-3 घण्टा बंगाली सेनालाई अल्मलाउन सफल मन्त्री राईले अन्तिममा बंगाली सेना समक्ष आत्मसमर्पण गरे। उता दुवै सेन राजाहरू र उनीहरूका अंगरक्षकहरू हातमा तरबार लिएर बसिरहेका छन्। उनीहरू बंगाली सेनाको कब्जामा परेको 5-6 घण्टा भइसकेको छ। सेनाले मानव पर्खाल बनाएर उनीहरूलाई घेरेर राखेका छन्। पर ठूलो कुर्सीमा बसेका नवाब सेन राजालाई सजिलै आत्मसमर्पण गर्न अनुरोध गरिरहेका छन्। तर सेन राजाहरूले टसको मस नगरेपछि उनी राजालाई फकाउन थाल्छन्। नवाब हो, म मान्छु तपाईहरू वीर हो, निडर लडाकु हो, तर
त्यो वीरता देखाउने पनि त ठाउँ हुन्छ। एउटा बादशाहसँग वीरता देखाउनु भनेको मृत्युलाई रोज्नु हो। तपाईहरू चित्रवन, मुकुन्दपुर, धनुषधामदेखि मरोरुहाङसम्मका दक्षिणपट्टिका भूभाग यो बादशाहलाई सुम्पनुहोस्, आफ्नो बचेको राज्य सम्हाल्नुहोस्। त्यसो गर्नुभयो भने तपाईलाई ससम्मान यहाँबाट विदाई गर्न यो बादशाह तयार छ, अन्यथा जे पनि हुन सक्छ। कायर विधाता चिच्याउँछन्। सक्छस् भने छिनाल घाँटी, रोपिदे भाला यो छातीमा, तोप्ले उडा, तर कुनै पनि हालतमा हामी हाम्रो देशको एक अङ्गुल पनि जमिन तलाइदिँदैनौँ। शुभसेन पनि उसै गरी कराउँछन्। हामीलाई तेरो तागत थाहा भयो कायर। यदि तँसँग साँच्चै नै हामीलाई जित्ने शक्ति थियो भने युद्धको आह्वान गर्थेस्, लडाईँ गर्थेस् हामीसँग। यो कायरताको नाटक रच्नु भनेको लड्ने ताकत नहुनु हो भन्ने हामीलाई राम्ररी थाहा छ। हो, मूर्खहरूले विवेक गुमाउँछन् अनि झिङ्गा मार्न तरबार उठाउँछन्, तर म त्यति मूर्ख छैन। नाथे टुक्रे रजौटे कब्जा गर्न युद्धको आह्वान गर्ने नवाब झन रुखो भन्छन्। त्यतिकैमा त्यहाँ एकजना सिपाहीको प्रवेश हुन्छ। नवाबको जय होस्। विजयपुरका मन्त्रीलाई बङ्गाल सेनाले पक्रेर ल्याउँदैछ नवाब। मन्त्रीहरूसँग गएका अरू 4 जना मारिए। 1 जना तोपले उडेको कारण 3 जनाको मात्र लास त्यहाँ ल्याइँदैछ नवाब। नवाबको जय होस्। आफूहरू बन्दी बनेको र आफूहरू बन्दी बनेको कुरा आफ्ना राज्यमा कसैलाई थाहा नहुने अवस्था सृजना भएकोले दुवै राजाहरू निराश हुन्छन्। शुभसेन नजिकैको मेचमा थचक्क बस्छन्। विधाताको निधारमा चिटचिट पसिना आउँछ। उनी निकै नै तनावमा देखिन्छन्। उनी पनि थचक्क बस्छन्। नवाबको हाँसोको ध्वनि झन उच्च हुन्छ। उनी केही बेर केही नबोली हाँस्ने र सेन राजालाई हेर्ने गर्छन्। यसको मतलब मकवानपुर र विजयपुरमा राजाहरू बन्दी बनेको खबर पुग्न पाएन, होइन त महाराजहरू? अब तपाईहरू मेरो पाहुना मात्रै होइन, मेरै जनता बन्दै हुनुहुन्छ। अट्टहास कायमै छ, मेरै जनता। त्यतिकैमा बङ्गाली सेनाको कब्जामा परेका विजयपुरका मन्त्री राईलाई कालो मुखुण्डोले छोपेर राजाहरू बसेको ठाउँमै ल्याइन्छ। धोकेबाज मन्त्री, कागजपत्र लिने होइन, ल्यायो कागजपत्र। यति भन्दै नवाबले मन्त्रीको मुखुण्डो खोल्छन्। तर मुखुण्डो खोल्दा मन्त्री भनेर ल्याइएका व्यक्ति मन्त्री नभएर मन्त्रीका अङ्गरक्षक हुन्छन्। मुसुक्क हाँस्दै ती सेनाले ठूलो आवाजमा मन्त्री प्रबोध दास विजयपुर प्रवेश गरिसकेको खबर सुनाउँछन्। हाम्रा मन्त्री विजयपुर पुग्नुभयो। अब हाम्रा राजामाथि धोका भएको कुरा विजयपुर, मकवानपुर अनि तनहुँमा एकसाथ पुग्छ। पाल्पामा खबर पुर्याउने जिम्मा मेरो थियो, तर बीचको लडाईँका कारण मैले अर्कै भूमिका निभाउनु पर्यो। मन्त्री प्रबोध दास राई र उनको सेनाले मकवानपुर र विजयपुर राज्य नजिकैको थुम्कामा बसेका बङ्गाली सेनालाई लडाईँमा पराजित गरेको थियो। त्यहाँका सबै बङ्गालीलाई मार्न सफल उनीहरूले ती सेनाहरूमध्ये 3 जनामा अनुहारमा लाहा खन्याएर जलाई नचिनिने बनाएका थिए भने आफ्नो पोसाक लगाइदिएर उनीहरूको पोसाक आफूले लगाएका थिए। मकवानपुरका एक सैनिकलाई मन्त्रीको पोसाक लगाई अगाडि भाग्न लगाइयो भने बङ्गाली सेनाका पोसाक लगाएका मन्त्री तथा सेनाहरूले उनीहरूलाई लखेटेको र नदेखेको अनि खोज्दै अगाडि बढेको बहाना गरिएको थियो। चलाक र बहादुर मन्त्री प्रबोध दास विजयपुर राज्य प्रवेश गर्न सफल भइसकेका थिए। महाराज, ख्याल गरिबक्सेला, जुवामा र सत्तामा कोही पनि हार्न चाहँदैन। जितका अवसर पर्खेर बसेकाहरूबाट हजुरलाई घात हुन सक्छ, सावधान होइबक्सेला। बङ्गाली राजाले पहिले पनि छल गरिसकेको छ। महाराज शुभसेनलाई मकवानपुर छाड्न अघि महारानी अमरावतीले भनेकी थिइन्। तिनले भनेका ती भनाई शुभसेनलाई पटक पटक याद आउँछ। महारानीले प्रशस्त चेतावनी दिँदा दिँदै पनि आफूबाट कमजोरी भएकोमा ग्लानी भाव हुन्छ। हिंसा भाव र ग्लानी मनमा लिएका राजा शुभसेन किंकर्तव्य विमुख देखिन्छन्। विधाता इन्द्र पनि अधिक आत्मविश्वासको शिकार हुनु परेकोमा पश्चातापको ज्वालामा दन्दनी दन्किन्छन्। अब उनीहरू दुवै राजाको मात्र होइन, पश्चिमको गण्डकीदेखि पूर्वको सुखिमसम्मको सीमाभित्र लमतन्न भएर रहेको विशाल सेन राज्यहरू मकवानपुर र विजयपुरको अस्तित्वमाथि नै खतरा आइपरेको छ। दुवै राजा निराश अनि हताश देखिएका छन्। राजाहरूमा आफैले विश्वास गरेका केही मन्त्रीहरू बङ्गालीसँग मिलेर आफ्नै मुलुक विरुद्ध लागेकोमा अलग्गै पीडाबोध छ। तर राजाहरूलाई सङ्कटै सङ्कटको त्यो विशाल भूमरीबाट फुत्कन हिंसाबोध, ग्लानी, पश्चाताप र पीडाको आवश्यकता छैन। ऊर्जा, आत्मविश्वास, आँट अनि निर्भीकताको खाँचो छ। राजाहरूलाई सङ्कटबाट बचाउन सक्ने अनि देशलाई जोगाउन बङ्गालीसँग महायुद्धको नेतृत्व गर्न सक्ने अब एउटै मात्र व्यक्ति महारानी इन्दु राजेश्वरीको आशा दुवै राजाले गरेका छन्। एउटा सानो आशाको त्यान्द्रोले ती राजाद्वयलाई निराशाको भूमरीबाट थोरै बाहिर निकाल्छ। राजाबन्दी बनाइएको खबर सेन राज्यमा पुगेको कुराले नवाबले राजाहरूप्रतिको मिजाज केही परिवर्तन गर्छन्। नवाब मनोवैज्ञानिक रूपमा राजालाई कमजोर बनाउन प्रयास गर्छन्। आफूहरूसँग लडाईँका लागि तालिम प्राप्त सेना, प्रशस्त हात हतियार, तोपगोला र बन्दुकहरू भएको कुरा सुनाएर राजालाई आफ्ना शर्तहरू पूरा गराउन प्रयास गर्छन्।
तर राजाहरू निशर्त रिहाईको माग राख्छन्। आफ्नो राज्यको कति पनि भूभाग दिने पक्षमा उनीहरू तयार हुँदैनन्। महाराजहरू, तपाईहरू आफ्नो रिहाई चाहनुहुन्छ भने यो सम्झौता पत्रमा पञ्चछाप गरिदिनुहोस्। मेरो हाङदेखि पर्सागढीसम्मको चुरे दक्षिणको भूभागको मूल्य तपाईको जीवनको मूल्यका अगाडि केही पनि होइन। यो सम्झौता भयो भने तपाईहरूको ससमान रिहाई हुन्छ। नवाबले एउटा लामो एकतर्फी लिखत देखाउँदै सम्झौताका लागि राजाहरूलाई फकाउन खोज्छन्। उता दुवै सेन राजाहरू आफ्नो मनमा उब्जेको आक्रोशको ज्वालालाई नियन्त्रण गर्दै अवाक र निशब्द भई उभिरहन्छन्। नवाबलाई सम्झौताका लागि राजी हुन सक्ने मनोविज्ञान प्रस्तुत गर्ने र अल्मलाउने नीति काका भतिजले अवलम्बन गरेका छन्। सम्झौता कार्यान्वयन नहुने अवस्था आए आफूलाई दिल्ली लैजान सक्ने भय देखेका राजाहरूले आफूहरूलाई दिल्ली पुग्न पाए फुत्किन सक्ने सम्भावना नरहेको निश्चित छ। त्यसैले राजाहरू नवाबलाई अल्मलाउने रणनीतिमा लाग्छन्। केही दिन नवाबलाई अल्मलाउन सके आफ्ना सेनाहरूले आक्रमण गरेर पूर्णियाबाटै आफूहरू मुक्त हुन सक्ने आशा राजामा पलाएको हुन्छ। नवाब सम्झौता गराउन खोज्ने राजाहरू टार्दै जाने गर्दा गर्दै निकै दिन गुजिसकेको हुन्छ। उता दुवै सेन राजाहरूको नेतृत्व महारानी इन्दुले गरेको खबर नवाबलाई पुगिसकेको हुन्छ। अब राजाहरूसँग वार्ता गर्नुको कुनै मतलब नरहेको कुरामा नवाबले उनीहरूलाई समय दिन छोड्छन्। नवाब राजालाई बन्दी बनाइराख्ने र त्यसको बदलामा मकवानपुर र विजयपुरसँग विभिन्न मागहरू राख्दै ती माग पूरा गराउने मानसिकतामा हुन्छन्। बङ्गाली सेनाहरूले सेन राज्य कब्जा भइसकेको झुटो विवरण सुनाउँदै राजाहरूलाई प्रताडित गरिरहन्छन्। महारानी इन्दुले राजाको रिहाईका लागि कति पनि पहल नगरेको मकवानपुरका युवराज र राजकुमारले महाराजलाई मुक्त गराउन आवाज उठाउँदा विजयपुरमा बन्दी बनाइएको विजयपुरका मन्त्री श्रीकान्त रायले आफूलाई राजा बनाए बङ्गालीसँग मित्रता गर्ने अनि तराईको भूमि फिर्ता गर्ने प्रस्ताव गरेको मकवानपुरका मन्त्री प्रबोध दास बानियाले पनि व्यक्तिगत स्वार्थपूर्ति गराउने गरी सेन राज्य विरुद्ध बङ्गालीसँग वार्ता गर्न प्रयास गरेको आदि मनगढन्ते कहानीहरू सुनाएर उनीहरूलाई मानसिक रूपमा थप कमजोर बनाउन भूमिका खेल्छन्। एक दिन राजाहरूलाई बन्दी बनाएको ठाउँमा नवाबको आगमन हुन्छ। उनले आफ्ना सेनाहरूलाई राजाको कपडा खोलेर जनै चुडाल्न निर्देशन दिन्छन्। सेन राजाहरू मनोवैज्ञानिक रूपमा यति विक्षिप्त हुन्छन् कि उनीहरूलाई नवाबको निर्देशनमा बङ्गाली सेनाले कपडा खोलेको अनि जनै चुडालेको घटनाको कुनै प्रतिक्रिया दिँदैनन्। नवाबको निर्देशनमा त्यहाँ उनीहरूको धर्मच्युत गराइयो। सेन राजाहरू अब हिन्दूबाट मुस्लिम बनाइए। उता वार्ताका लागि गएका राजाहरूमाथि घात भएको खबर मकवानपुर र विजयपुरमा एक साथ पुग्यो। मकवानपुर विजयपुरका महारानी मन्त्रीहरू र भारदारहरूको एक सभाले महारानी इन्दु राजेश्वरीलाई दुवै देशको नायब महारानीको रूपमा जिम्मेवारी सुम्पियो। मकवानपुरका युवराज महिपति र राजकुमार मणिकमाथि खतरा हुन सक्ने देखेर उनीहरू दुवैलाई केही दिन सिन्धुली र पछि विजयपुरको किल्लामा सुरक्षित रूपमा राखियो। आफ्ना राजाहरूको अपहरणले विक्षिप्त बनेकी महारानी इन्दु राजेश्वरीले दुवै राज्यका मन्त्रीहरू प्रबोध दास र श्रीकान्त रायलाई डाकेर राजाहरूलाई फिर्ता गर्न ईश्वरीय नवाब विरुद्ध लड्न तयारी गर्न निर्देशन दिन्छन्। उनले मन्त्री श्रीकान्त रायलाई किराँत प्रान्तका राज्यहरूको भेला तुरुन्त डाक्न भन्छन्। श्रीकान्त, तपाईले बल बुद्धि र साहस देखाएर धोकेबाजहरूको जालो तोडेर जसरी यहाँ आउन सक्नुभयो त्यसरी नै शत्रुको जालोहरूलाई तोड्दै महाराजलाई मुक्त गर्न योजना बनाउनुहोस्। चेम्जोङ राय, पसेनामा राय, इन्दमा राय, सेवा राय, सुक्मी राय, माजिम राय, मुआजा राय, गामा राय, साहाङ राय लगायत सबैलाई मेरो तर्फबाट पत्र लेख्नुहोस्। आफ्नो भूमि र भूपतिका लागि एउटा बलिदानीपूर्ण लडाईँका लागि तयार रहन निर्देशन दिनुहोस्। तपाईहरूले पनि वीरता देखाउने बेला भएको छ। यस्तै वीरता जुन धनुषा धामका काका महाराजलाई आफ्नो धोकेबाज मन्त्रीहरूको षड्यन्त्रमा धोकेबाज नवाबले पक्राउ गर्दा तपाईहरूले देखाउनु भएको थियो, त्यस्तै वीरता जुन तपाईले पूर्णिया कब्जा गर्दा वा अन्य राज्यहरूसँगको भिडन्तमा देखाइसक्नु भएको छ। राजेश्वरीले मकवानपुरका मन्त्री प्रबोध दासलाई मकवानपुरे महारानी अमरावती, मुमा महारानी तथा राजपरिवारको सदस्यलाई सुरक्षित रूपमा राख्न अनि पाल्पा, बुटवल, तनहु, कान्तिपुर लगायतका राज्यसँग लडाईँका लागि सहयोग माग्न जिम्मेवारी दिन्छन्। दुवै मन्त्रीहरूले महारानीको आदेशको यथाशक्य चाँडो कार्यान्वयन गर्छन्। मन्त्री श्रीकान्तले पूर्वतर्फबाट किराँती लडाकुहरूको सहयोगमा बङ्गाली विरुद्ध लडाईँ सुरु गर्छन्। महारानी इन्दुको खास नाम इन्द्र राजेश्वरी सेन हो। गोरी अनि अग्ली इन्दुको कद विधाताकै हाराहारी थियो। सुन्दर मुहार अनि आकर्षक व्यक्तित्वकी धनी इन्दुको विवाह मकवानपुर र विजयपुर नटुक्रिँदै मकवानपुरका तत्कालीन नवयुवराज विधाता इन्द्रसेनसँग भएको थियो। ससुरा महाकुमार क्षेत्रपति इन्द्रसेन र बुढा ससुरा हरिहरको विवादलाई नजिकबाट नियालेकी चलाक इन्दुले पति मार्फत बुढा ससुरालाई बन्दी समेत बनाउन मद्दत गरेकी थिइन्। आफ्ना ससुराको युवराज छँदै अकालमा भएको मृत्युलाई शङ्कास्पद मान्दै
यिनले छानबिनको लागि जोरदार माग गरिन्। तर त्यसको उचित छानबिन हुनुको सट्टा नवयुवराज विधाता इन्द्रलाई युवराज घोषणा नगरी उनका काका राजकुमार शुभसेनलाई राजा घोषणा गरियो। त्यसपछि इन्दुको धैर्यताको बाँध फुट्यो। यिनले विधातालाई राज्य विद्रोहको सल्लाह दिइन् र त्यसका लागि किराँती हाङहरूसँग समन्वयको सबै काम आफैले गरिन्। आइपरेका अडचन समाधान गर्न आफै तरबार चलाइन्। तरबारमा सिद्धहस्त इन्दुका अघि मै हुँ भन्ने लडाकुहरू पनि टिक्न सक्दैनथे। प्रान्त पिछेका किराँती भाषाहरूमा दक्ष इन्दु नेपाल भाषा र तामाङ भाषामा दोहोरो कुरा गर्थिन्। संस्कृत र मैथिली भाषाका साहित्यलाई प्रान्तै पिछेका भाषामा सुनाउँदै जनतालाई जागरुक गराउने इन्दु महाभारत रामायण जस्ता ग्रन्थको अध्ययनबाट प्रभावित थिइन्। आफू दुवै राज्यको नायबी सम्हालेकी भए पनि इन्दुले आफूलाई महारानी भन्दा पनि वीरतापूर्वक लड्न सक्ने र लडाईँको नेतृत्व गर्न सक्ने सेनापतिको रूपमा मैदानमा उतारिन्। काका ससुराका दुई भाइ छोराहरूमध्ये जेठोलाई विजयपुर र कान्छोलाई मकवानपुरको रेखदेखको जिम्मेवारी दिँदै इन्दुले लडाईँको नेतृत्व गरिन्। पूर्णियामा एक दिन तोप पड्केको ठुल्ठुलो आवाज सुनिन्छ। कोलाहल र लगातार तोप पड्केको आवाजले सेन राजाको निभिसकेको आशाको दीप पुनः तेल थपिदिन्छ। ठाउँ ठाउँमा सेन राज्यका संयुक्त सेनाले बंगाली नवाब विरुद्ध युद्ध सुरु गरिसकेका हुन्छन्। किराँती तथा मकवानपुरे सेन लडाकुहरूले पूर्णिया कब्जा गरेर दुवै राजालाई फिर्ता लैजान सक्ने मात्र नभई नवाबमाथि नै आक्रमण हुन सक्ने भएले बन्दी बनाइएका दुवै राजालाई पूर्णियाबाट दिल्ली पुर्याइन्छ। मकवानपुर र विजयपुरका राजाहरू बंगाली नवाबको छल कपटका कारण बन्दी भएको 10 वर्ष पुगेर 11 वर्ष लागिसकेको छ। विक्रम सम्वत 1763 साल असोजतिर बन्दी बनेका राजाहरू 1774 सालको सुरुसम्म पनि मुक्त हुन सकेका छैनन्। आफ्ना राजाहरूलाई मुक्त गराउन महारानी इन्दु राजेश्वरीले धेरै नै प्रयास गर्छिन्। यो 11 वर्ष महारानी इन्दुले मुजफ्फरपुरदेखि छपरा र जलपाइगुडीसम्मका सीमा क्षेत्रमा बंगाली सेनासँग लडाईँ लडी उनीहरूलाई हायल कायल पार्छिन्। राजालाई बन्दी बनाइएका सूचनाका आधारमा धेरै ठाउँमा हमला गर्छिन्, तर राजालाई स्थानान्तरण गर्दै दिल्लीमा मजबुत किल्लामा कैद गरिन्छ। महारानी अब लडाईँलाई बेट मार्नुपर्छ। चाँडोभन्दा चाँडो हामीले लडाईँलाई अन्त्य गरेनौं भने हामी धेरै नै कमजोर हुन्छौं। हाम्रा सेनाहरू घट्दछन्। छिमेकी राज्यहरूले भरपर्दो सहयोग गरेका छैनन्। विजयपुरका मन्त्री श्रीकान्त रायले महारानी इन्दु राजेश्वरीसँग भन्छन्। आफ्ना सबैभन्दा भरपर्दा र वीर लडाकु समेत रहेका मन्त्रीको यस्तो निराशाजनक कुरा सुनेपछि महारानी इन्दु मलिन हुन्छन् र मलिन स्वरमै भन्छन्, श्रीकान्त, के अब हामीले हार्यौं त? के अब हामीले हाम्रा राजालाई सधैँका लागि गुमायौं? यत्रा वर्षहरूसम्म लडाईँ लडेको सब बेकार भएकै हो। हामी हाम्रा राजाहरूलाई बन्दी बनाई धर्मच्युत गराइँदा पनि लाचार बनेर आँसु मात्रै झार्न विवश भएका हौं। के मकवानी इतिहास यही हो? किराँती वीरता यही हो? पक्कै होइन श्रीकान्त, पक्कै होइन। हो, हाम्रो लडाईँ लामो र परिणामविहीन जस्तै बन्दै गएको छ, तर हामीले लडाईँ हारेका छैनौं। हामीले लडाईँमा बंगाली सेनाको जस्तो आफ्नो सेना गुमाएका छैनौं। यो लडाईँमा हामीले हाम्रो भूमि बढाउँदै गएका छौं। हाम्रै कारण उनीहरू सीमाना वरपर आउन डराइरहेका छन्। उनीहरू हामीसँग हायल कायल भएका छन्, तर पनि बंगाली नवाब हामीसँग झुक्न चाहिरहेको छैन। ऊ हामीभन्दा धेरै हतोत्साहित पक्कै भएको छ। यो 11 वर्षसम्म उसले हामी विरुद्ध एउटा पनि आक्रमण गर्न सकेको छैन। हामी विरुद्ध प्रतिकारमा मात्रै सीमित छ। र पनि तपाईँ यति धेरै निराश किन हुनुभएको श्रीकान्त? महारानीले बेली विस्तारसहित प्रश्न गरिन्। श्रीकान्त, नवाबले लडाईँ नै त्यस्तै खालको सुरु गर्यो। यो लडाईँ महाराजहरूको फिर्ता बिना कुनै पनि शर्तमा अन्त्य हुन सक्दैन। यदि हाम्रा राजाहरूको रिहाई भएनन्, उहाँलाई प्राणदण्ड दियो वा बन्दी अवस्थामा नै उहाँहरूको परलोक भयो भने पनि मेरो, तपाईको वा देवर बाबुहरूको मृत्यु नहुन्जेलसम्म नवाब विरुद्ध लडाईँ हुन्छ। त्यो अवस्थामा नवाब वा हाम्रो मृत्युपछि मात्रै लडाईँ अन्त्य हुन्छ। यो हामी र हाम्रो राज्य विरुद्धको घोर अपमान हो। यो अपमानको बदला नलि लडाईँलाई बीट मार्ने कुरा म सोच्न सक्दिनँ। महारानी इन्दु आफ्नो अडानबाट टसको मस भइनन्। महारानी, मेरो मतलब महाराजलाई बंगालीकै कब्जामा छोडेर युद्ध रोकौ भन्ने पक्का होइन। नवाबलाई चिहानमा पुर्याउन सबै प्रकारका रणनीति अपनाऊ भन्न खोजेको हो। हामी विरुद्ध सबै खालका जालझेल र छलकपट गरेको नवाब विरुद्ध हामी पनि घातक र जालझेलपूर्ण आक्रमण गरौं भन्न खोजेको हो। मन्त्रीले आफ्नो उद्देश्य प्रस्ताउँदै भन्छन्, महारानी, छलकपटका विरुद्ध छलकपट, घातका विरुद्ध प्रतिघात, युद्धका सबै नियमहरू खारेज गरी हामीलाई घातक आक्रमणको अनुमति दिइबक्सियोस् महारानी। उता निराश र हताश भएका राजा शुभसेन 11 वर्षभन्दा बढी बन्दी हुनु परेकोमा साह्रै नै विक्षिप्त बनेका छन्। मानसिक रूपमा कमजोर बनेका शुभसेन विधातासँग रिहाईका लागि
प्रतिवर्ष हर्जना तिर्न तयार हुनुपर्ने बताउँछन्। विधाता हामी अब रित्यौं, न हामीसँग राज्य रह्यो, न हाम्रा आफ्नाहरू हामीसँग भए। हामी जिउँदो लास जस्तो बनेर राजच्युत, जातच्युत अनि धर्मच्युत समेत भएर कुकुर जस्तो चौघेरामा थुनिरहनुभन्दा नवाबसँग सम्झौता गरेर यो नर्कबाट फुत्किनुपर्छ। काका, यो कस्तो कायरतापूर्ण प्रस्ताव हो हजुरको। हजुरलाई कसले भन्यो हामी रित्यौं, हाम्रा आफ्नाहरू हामीसँग छैनन् भनेर? हजुर हार नखानुहोस् काका। महारानी इन्दुले मलाई माया मार्न सक्दिनन्। उनले हामीलाई जुनै पनि शर्तबाट यो नर्कबाट निकाल्छिन्। हामीलाई हाम्राहरूले माया मारेका छैनन्। यदि यस्तो हुन्थ्यो भने नवाबले हामीलाई रिहाई गरिसकेको वा मारिसकेको हुन्थ्यो। विधाता विक्षिप्त काकालाई सान्त्वना दिने प्रयास गर्छन्। काका हजुर, हाम्रो मन्त्री श्रीकान्तको भक्तिभाव मृत्युले मात्रै हर्न सक्छ। ऊ जीवित छ भने हाम्रा मुक्तिका लागि खुकुरी चलाइरहेको छ र मरेको छ भने पनि उसको आत्माले हाम्रो जितका लागि चित्कार गरिरहेको छ। उसले थप्छ, बाबु, मलाई तिम्रा भाइहरूको धेरै याद आइरहेको छ। तिम्रा काकीहरू, त्यो दरबार, त्यो प्यारो राज्य, ती हँसिला मेरा प्रजाहरू अहिले भेट्न मन छ। त्यो ढुङ्गे किल्लाबाट हर्ना र माडी फाँट अनि हिडम्डा हेर्न आतुरता जागेको छ। गुफा छाँगामा स्नान गरेर राजगुरुको हातबाट जनै र मेरो प्यारो धर्म धारण गर्न लालायित भएको छु। गुफा छाँगाको जल लिएर राजदेवीलाई अर्पण गर्दै सोध्न मन छ, माते हामीलाई कुन पापको सजाय दियो भनेर। म निसासिसके बाबु, म आत्तिसके। राजा शुभ सेनको हताश मानसिकता अनि विक्षिप्त अवस्थाको बारेमा नवाबले थाहा पाए त्यसको फाइदा लिन सक्ने देखेका विधाताले काकालाई सान्त्वना दिन कुनै कसर बाँकी राख्दैनन्। यसअघि काकालाई समेत नभनेका गुप्तचरी सूचनाका बारेमा काकालाई जानकारी गराउँछन्। काका हजुर, हामीलाई बङ्गाली सेनाले र नवाजले सुनाएका सबै कुरा झुटा हुन्। ती हजुरलाई र मलाई गलाउन रचिएका जाल मात्र हुन्। उनीहरूका कुरा सुनेर हामीले आफूलाई कमजोर बनाउनु पटक्कै हुँदैन। हजुरको उपचार गर्न आउने वैद्यको सहयोगीले हाम्रा तर्फबाट गुप्तचरीको काम गरिरहेको छ। उसले हामीलाई हाम्रो राज्यमा भइरहेको गतिविधि मात्र होइन, हाम्रा राज्य र हामी विरुद्ध बङ्गालीका तर्फबाट भइरहेको र हुन सक्ने सबै जानकारी हामीलाई दिइरहेको छ। हाम्रा तर्फबाट महारानी इन्दु लडाईँको नेतृत्व गर्दै जलपाइगुडीमा छिन्। महारानीले घात लगाएर आक्रमण गर्ने रणनीति लिएका कारण बङ्गाली सेनामा हाहाकार मचिएको छ। हजारौं घाइते सेनाको उपचारमा वैद्यखानाहरू भरिएका छन्। बङ्गाली सेनाहरू लडाईँमा जान मानिरहेका छैनन्। काका हजुर, अब हाम्रो मुक्ति निश्चित छ। धेरै हताश नहोइ बक्सियोस्। उता लडाईँको नेतृत्व गरिरहेकी महारानी इन्दुलाई केही पत्र प्राप्त हुन्छन्। बुटवल पाल्पाले मकवानपुर र विजयपुरको संयुक्त सेनालाई सहयोग गर्न आफ्ना दक्ष सेनाको पहिलो खेप पठाइसकेको। तनहुले लडाईँमा मकवानपुरलाई सहयोग गर्न 1100 सेना पठाउने प्रतिबद्धता गरेको र चाडबाडमा माइती नआएकी भन्दै महारानीलाई जसरी पनि माइत आउन निमन्त्रणा गरिएको गरी 4 वटा पत्र महारानीलाई प्राप्त भएका हुन्छन्। बुटवल पाल्पा र तनहुका राजाहरूलाई एउटै बेहोराको महारानीले छोटकरीमा जवाफ लेख्छिन्। महाराज, कुलवधुका तर्फबाट ढोक, सहयोगका लागि दिलैदेखि कृतज्ञता। बङ्गालीले बन्दी बनाएका दुवै महाराज हजुरका खुनका नाता हुन् र त हजुरका मनमा उहाँहरूको सुरक्षाका निम्ति चिन्ता जाग्यो। सहयोगको बदलामा तत्काललाई दिने कुरा केही नभए पनि आगामी दिनमा अवश्य पनि हजुरका राज्यका पक्षमा सदा प्रतिबद्ध हुनेछु। उही इन्दु। महारानीले आफ्नो माइतीतर्फ पनि एउटा पत्र लेख्छन्। शक्तिशाली देशका महाराजमा एक निरीह छोरीको तर्फबाट प्रणाम। एउटी छोरी पति वियोगमा छटपटाइरहँदा दशकौंसम्म नर्कमा बन्दी जीवन बिताइरहेका जीवनसाथीलाई सम्झेर आत्मडाहमा जलिरहँदा पनि अनदेखा गर्नुहुने हजुरप्रति यो अबलाको कुनै आशा र भरोसा रहेन। सहयोगका याचनासहित मैले पठाएका 50औं पत्रहरूको जवाफ आजसम्म पनि पाउन सकिन। बुटवल पाल्पा र तनहुले समेत हाम्रो सहयोगका लागि सेना पठाइसक्दा पनि हजुरले छोरीको सहयोगमा कुनै पनि चासो नदिँदा मलाई साह्रै चित्त तुहेको छ। तर पनि हजुरप्रति गुनासो छैन। हजुरले दिनुभएको ज्ञान र सिपका कारण म आज लडाईँको नेतृत्व गरिरहेको छु। उही अभागी छोरी इन्दु, जलपाइगुडी। दर्शक तथा श्रोतावृन्दहरू, यो पत्र लेखेको केही समयमा नै महारानी इन्दुलाई सबै ठाउँबाट सेनाको सहयोग हुन्छ र 11 वर्षसम्म कैदमा रहेका दुवै राजालाई उनले मुक्त गर्छिन्। रातोपाटी.com बाट साभार गरिएको ऐतिहासिक कथा महारानी इन्दुको कथा यति नै रहेको छ। तपाईलाई के कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला भन्दै लागौं हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथातर्फ। हिजोको भिडियोमा सोधिएको गाउँ खाने कथा रहेको थियो लिखा भन्छन् खानुहुन्न के हो, र यसको सही उत्तर हो लिखा। अब लागौं आजको गाउँ खाने कथातर्फ। आजको लागि गाउँ खाने कथा रहेको छ अलङ्की रानी पलङमा सुत्छिन्, सूर्यलाई देख्दा लुपुक्क लुक्छिन् के हो। प्रश्न एकपटक फेरि, अलङ्की रानी पलङमा सुत्छिन्, सूर्यलाई देख्दा लुपुक्क लुक्छिन् के हो। यस प्रश्नको उत्तर तपाईलाई थाहा भए कृपया कमेन्ट गर्नुहोला।
भन्दै आजको लागि भने मैले कमेन्ट वाचन गरिन, त्यसको लागि क्षमा माग्दै भोलिको भिडियोमा अर्को कथाका साथ उपस्थित हुनेछु। तबसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।